ल सबैजनालाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा। म चाहिँ सुजन हो। सो काठमाडौँमा बस्दा बस्दा बोर लाग्यो अनि म चाहिँ बाइक लिएर निक्लिएँ डाँडा काँडा खोज्दै। त्यही बेलामा एउटा ठाउँको याद आयो, दहचोक, जहाँ चाहिँ नि काजी कालु पाण्डेको चाहिँ नि स्मृति पार्क पनि छ। सो म चाहिँ नि त्यहीँतिर लागेँ सरर नागबेली पारामा होइन, बाटो त्यस्तै छ नि त। अनि म्याक्सिममलाई चाहिँ नि थाहा होला होइन, काठमाडौँमा बस्नेहरूलाई यो ठाउँ चाहिँ नि, किनकि धेरैजना यो ठाउँ चाहिँ नि घुम्न आइरहनु भएको हुन्छ होइन। सो तपाईँले देख्न सक्नुहुन्छ लास्ट पछि छ, मान्छेहरू टन्नै हुनुहुन्छ होइन, हाइकिङ पनि आउनुहुन्छ, अनि त्यसपछि बाइकमा, अनि त्यसपछि डेटिङलाई पनि आउनु हुँदो रहेछ। यता केटाकेटी पनि बस्दै थिए। अनि त्यसपछि बबाल छ क्या, माथि डाँडामा पुगिसकेको छ नि तपाईँले अहिले देख्नुहुन्छ भ्यू होइन, यहाँको भ्यू चाहिँ नि बबालै छ क्या। त्यही भएर नै त्यहीले नै अट्र्याक्ट गरेर सबजना हेर्नुहुन्छ। ल फाइनल्ली पुग्यो, अब चाहिँ हामी भित्र छिर्दैछौँ गेटबाट। अनि यो काजी कालु पाण्डे स्मृति पार्क हो। अनि यो जुन चाहिँ नि लेखिएको छ यहाँ के लेखिएको छ त्यो आफै पढ्नु होला। त्यसपछि अनि यो चाहिँ नि उहाँको चिहान हो अरे होइन। अनि उहाँको बडीलाई चाहिँ नि यहीँनिर गाडिएको थियो। नेपाल एकीकरणको क्रममा चाहिँ नि उहाँले यहीँनिर वीरगति प्राप्त गर्नुभएको थियो अरे। सो माथि नेपालको झन्डा छ। अनि त्यसपछि यहाँ अब भ्यू टावर नभने त कुरै भएन नेपालमा होइन, जहाँ पनि भइहाल्छ। अनि गुराँस पनि मस्त फुलेको त्यहीँनिर होइन। अनि म चाहिँ नि अब लागेँ भ्यू टावर माथितिर। ल यो चाहिँ तल धारडिङतिरको भ्यू हो होइन, नौबिसे धार्के देखिन्छ यहाँबाट चाहिँ नि। सो यस्तो खतरा देखिरहेको थियो, तर क्यामेराको धेरै गतिलो भएपछि यस्तै हो, राम्रो देखाउन सकिँदैन। तर चाहिँ यस ठिकै नै आएको थियो। अनि त्यसपछि यो चाहिँ काठमाडौँ भ्यालीतिरको भ्यू होइन, पारी चाहिँ टाढो चाहिँ चन्द्रगिरी हो। त्यसपछि अरू चाहिँ नि टक्क काठमाडौँको भ्यू बवाल छ होइन। किनकि आज घाम लागेको थिएन, चुनावपछि घाम अस्ताइरहेछ, तपाईँहरूलाई थाहा छँदैछ। घाम राम्रोसँग लागेको थिएन। अनि त्यसपछि मेरो क्यामेराले पनि त्यति साह्रै धेरै क्याप्चर गर्न सकेन। नजिकको फेरि क्लियर छ, टाढाको सकेन होइन। मैले त भ्यू हेरेँ, तपाईँहरूलाई पनि हेर्न मन छ भने दहचोक अवश्य आउनु होला होइन। अनि त्यसपछि इन्जोय गर्नु होला। यति भन्दै आजको भिडियोलाई यहीँ अन्त्य गरौँ। बाई बाई।